I am going to present my presentation. This presentation belongs to the paper Critical Reflection as a framework of transformative learning in teacher education. Writer, author Katrina Liu, and in this paper, we know about what is reflection about this paper. And this paper, what is critical reflection? Critical reflection is a thinking, it is a deep analysis, and it's their core beliefs of teachers and their actions, and about social influence. It involves critical reflection involves questioning. Wow, as a teacher, why you teach and how they teach about the social justice about their social justice and equality in their classroom. It helps teacher understand themselves and better see the bigger picture beyond uh, beyond the just classroom practice. In this paper के भन्छ भन्दाखेरि यो मात्रै क्लासरुम भित्रको होइन, यो क्लासरुम बाहिर पनि सोसल जस्टिसको कुराहरू, कसरी सोसल जस्टिसको कुराहरू जस्तो इनइक्वालिटी भनौँ न, इनइक्वालिटी अनि डिस्क्रिमिनेसनको कुराहरूले सिकाउँछ भनेर त्यो क्लासरुम बाहिरको कुराहरू रियल लाइफ एक्सपिरियन्सको कुरा गरेको छ. एन्ड आफ्टर द्याट द हाउ डज क्रिटिकल रिफ्लेक्सन्स work in the framework for teacher learning. Through these papers, I read मैले के अन्डरस्ट्यान्ड गरेको छु, इट्स अ कन्टिन्युस क्वेसनिङ themselves as a teacher, themselves questioning, analyzing, and critic of beliefs and practices, connects classroom practices experience to social इस्युलाई कसरी त्यो क्लासरुममा गएर त्यसलाई एनालाइज गर्ने, क्वेसनिङ गर्ने, कोर बिलिफ्सलाई क्वेसनिङ गर्ने अनि कनेक्ट गर्ने के क्लासरुम एक्सपिरियन्सलाई त्यो बाहिरको सोसल जस्टिससँग कनेक्ट गर्ने हो. टिचर रिफ्लेक्सन्स अन देयर अजम्सन, उनीहरूले आफ्नो अजम्सनलाई रिफ्लेक्ट गर्छन्. इमेजिङ अल्टरनेटिभ्स टु टेक डिलिबरेट एक्सन फर इम्प्रुभमेन्ट, उनीहरूले अब आफ्नो इम्प्रुभमेन्टलाई पनि टेक एक्सन लिन्छन्. साइक्लिङ प्रोसेस डिपेन्ड्स अन्डरस्ट्यान्डिङ प्रमोट सेल्फ अवेरनेस in their work and leads to transformative change by aligning teacher practices with social justice goals. सोसल जस्टिसको गोलसँग कसरी अलाइन गरेर सेल्फ अवेर गरेर उनीहरूले आफूलाई ट्रान्सफर्मेटिभ लर्निङमा चेन्ज गर्छ टिचरलाई, आफ्नो आफ्नो भनौँ न कोर बिलिफ्सलाई. वाइ क्रिटिकल रिफ्लेक्सन्स एसेन्सियल इन द फ्रेमवर्क फर टिचर, अनि किन जरुरी छ भन्दाखेरि इट्स एसेन्सियल बिकज इट्स फर्स्ट अ डिप लर्निङ, मिनिङफुल लर्निङ फ्रम ट्रान्सफर्म द टिचर. ट्रान्सफर्मको टिचर फ्रेमवर्कमा एकदम धेरै इम्पोर्टेन्ट छ. पर्सपेक्टिभ, उनीहरूको पर्सपेक्टिभलाई प्र्याक्टिसलाई बढाउनलाई, उनीहरूको पहिलाको पर्सपेक्टिभ चेन्ज गर्नलाई. क्रिटिकल रिफ्लेक्सन्स इनेबल्स टिचर्स टु च्यालेन्ज सिस्टम इनइक्वालिटी, उनीहरूले केलाई च्यालेन्ज गर्छ भने सिस्टममा इनइक्वालिटीको कुरा, त्यो सोसल जस्टिसको कुराले च्यालेन्ज गर्छ. एड्याप्ट देयर अप्रोच, उनीहरूले नयाँ अप्रोचहरू एड्याप्ट गर्छन्. एन्ड एक्ट internationally for social justice. Without it, professional growth impossible and remains superficial, limiting teachers' ability to enact lasting change and contribute to more inequality education environment. यो इनइक्वालिटी इन्भाइरोमेन्टलाई, एजुकेसनको इन्भाइरोमेन्टलाई चेन्ज गर्नलाई एकदम यो फ्रेमवर्क एकदम जरुरी छ, एसेन्सियल छ भनेर यो पेपरबाट भनेको छ. एन्ड नेक्स्टमा के भन्छ यो पेपरभित्र पनि च्यालेन्जेस के रहेछ भन्दाखेरि सर्फेसियल अन्डरस्ट्यान्डिङ अफ क्रिटिकल रिफ्लेक्सन भनेको त्यो सर्फेसमा मात्रै माथि सतहमा छ, तल सतहमा छैन. अनि ल्याक अफ डिप एनालाइसिस एन्ड अजम्सन एन्ड सोसल अहिलेको जुन सोसल कन्टेक्समा उनीहरूको ल्याकिङ छ, किनकि पहिलादेखि उनीहरूले बोकेर आउनु भएको छ, संस्कृतिको पनि बोकेर आउनु छ, भेदभाव, त्यो दुईटा अब तल्लो जात माथि जात छोराछोरीको भेदभाव भनेर आउनु, त्यो डिप एनालाइसिसको ल्याकिङ रहेछ. अनि पोलिसिस फेभर सर्फेस लेभल रिफ्लेक्सन, पोलिसिस पनि माथिको लेभल मात्रै छ. डिफिकल्टी एन्ड फस्टिङ ट्रान्सफर्मेटिभ भने माथि सतहमा छ, अनि त्यसपछि उनीहरूको आफ्नो अजम्सन कोड बिलिफलाई चेन्ज गर्न अलिकति डिफिकल्टी लाग्छ. लिमिटेड इम्फेसिस अन एक्सन एन्ड सोसल जस्टिस आउँछ, त्यसको एकदम लिमिटेड रहेछ भन्दाखेरि त्यो लिमिटेड त्यसमा काम गर्ने त्यो व्यवहारमा छ तर एक्सनमा काम गरेको छैन. key takeaways के रहेछ? critical reflections help teachers think deeply about their beliefs and action, their core beliefs, encourage themselves to see things differently, make positive changes, and promote fairness in education field ma fairness promote garna. This process is important because it leads to better teaching and a more just and equal school environment. Thank you.